हाम्रो यहाँ चाहिँ नि हिउँ पर्नु मात्रै बाँकी छ। यस्तो डरलाग्दो जाडो भइरहेछ नि 1-2 दिनले। टेम्परेचर यति लो भइरहेछ। दार्जिलिङ गान्तोकलाई टक्कर दिने ठन्डा भइरहेछ। हेलो एभ्रिवान, तपाईँ सबैको मेरो भिडियोमा फेरि स्वागत छ। मैले भनेको थिएँ हिजो स्नो हाउसको भिडियो हाल्छु भनेर, तर हाल्नु पाएन किनकि हिजो नै मैले 4-5 वटा भिडियो हालिसकेको थिएँ। मेरो फेसबुकमा के प्रब्लम छ, अगर मैले लङ भिडियो बनाएर हाल्छु नि त्यो अपलोडै हुँदैन। के प्रब्लम हो थाहा छैन। त्यसले गर्दा मैले सर्ट भिडियोहरू बनाउनु पर्छ। बाहिर गएपछि यति मेमोरिजहरू हुन्छ नि, मैले अब कुनै पनि क्लिपहरू मिस गर्नु मन लाग्दैन। त्यसले गर्दा मैले हिजो 5 वटा भिडियो हालेको थिएँ। अन्त स्नो हाउसको लागि चाहिँ मैले आज सोचेँ भोलि हाल्छु भनेर, त आज त्यो भिडियो हो। त प्लिज इन्जोय गरिदिनु होला मेरो यो भिडियो हेरेर। त यहाँको एन्ट्री फिस हो 500 रुपिस। तपाईँले पर हेड 500 रुपियाँ दिनुपर्छ। अन्त उनीहरूले तपाईँलाई ज्याकेट दिन्छ, टोपी दिन्छ, अन्त हातको ग्लोभ्स दिन्छ, अन्त बुट दिन्छ। उनीहरूले तपाईँलाई जे दिन्छ प्लिज त्यो सबै लगाउनु होला, किनकि भित्रको टेम्परेचर -10 डिग्री छ। हामीले बाहिर त्यो तातै हुन्छ त सोच्छ भित्र कति त जाडो होला भनेर। मेरो हस्बेन्डले पनि यही गर्नु आँटेको थियो। उसले टोपी र ग्लोभ्स लिनु मानेको थिएन, तर पनि मैले क्यारी चाहिँ गरिराख, चाहियो भने लगाउनु भनेको थिएँ। लास्टमा काम आयो। उसले टोपी त लगाएन, तर ग्लोभ्स चाहिँ लगाउनु एकदम इम्पोर्टेन्ट छ, नभए हामीले त्यो हिउँ छुनु सक्दैन। -10 भनेर सोच्नु नि, अब कस्तो डरलाग्दो चाहिँ चिसो होला। जस्तो कि त्यो छाङ्गु नाथुलातिर हुन्छ नि त्यस्तो। फेरि पनि छाङ्गु नाथुलामा त अलिकति अब त्यो फ्रेस एयर हुन्छ, यहाँ त पुरा एसी चलिरहेको हुन्छ, अझै जाडो हुन्छ। यो मलाई जो सर्दी खोकी लागेको छ नि, मेरो स्वरले तपाईँले चिन्नु हुँदैछ, त्यो यहीँ गएर भएको हो। मलाई भएकै कुरो हुनु त तपाईँले पुरा इन्जोय गर्नु सक्नुहुन्छ यहाँभित्र। यहाँ पुरा तपाईँहरूले त्यो स्लाइडहरू छ, त्यहाँदेखिको टनल, भलिबल, फुटबल, त्यहाँदेखि त्यो माथि हिँड्ने घिर्लिङहरू छ। अन्त म्युजिक यति दामी लाउड डिजे म्युजिक लगाएको हुन्छ नि। भित्र गएपछि जसलाई इन्जोय गर्नु छैन नि, त्यसलाई पनि भित्र गएर इन्जोय गर्नु मन लाग्छ। तर हामी यहाँ बेसी बस्नु सक्दैन, त्यही 10बाट 15 मिनट बस्नु सक्छ। हाम्रो नानी थियो भनेर अलिकति बेसी बस्नु पर्यो। ठुलोहरू आमाहरू जस्तो बाबाहरू उनीहरू त फटाफट निक्लिहाल्नु भएको थियो। हामी चाहिँ आमा नानीहरूले गर्दा चाहिँ एकछिन बस्नु पर्यो बेसी। त्यसले गर्दा मलाई यो चिसो लाग्यो। हामी सबैले बहुत इन्जोय गऱ्यौँ। मेरो नानीहरूले र मेरो आमाले खास गरेर बहुत बेसी इन्जोय गरे। आमाले त अझै पनि कुरा गर्नुहुन्छ कि त्यो जग्गा कति राम्रो थियो, त्यो स्नो हाउस बहुत राम्रो थियो, मलाई पुरा मन परेको थियो भनेर। तपाईँ पनि फ्यामिलीहरू छ भने लिएर जानु होला आफ्नो आमा बाबाहरूलाई, साथीहरूलाई। एकदमै मजा आउँछ त्यहाँभित्र। तर त्यही हो, बेसी टाइम चाहिँ बस्नु सक्नु हुँदैन। हामीले यति राम्रो डान्स गरेँ, यति राम्रो टाइम स्पेन्ड गरेँ यहाँभित्र नि। बहुत 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 मजा आयो। फोटो राम्रो आउँछ, भिडियो राम्रो आउँछ। त प्लिज मेरो रिकमेन्ड छ, प्लिज जानु होला। अहिलेको लागि यति नै, बाइ बाइ।